तपाईको घरमा ब्लड प्रेसर नाप्ने मेसिन छ, राम्रो किसिमको छ, बट स्टिल त्यो हुँदाहुँदै पनि तपाईले ब्लड प्रेसर नाप्दाखेरि केही गल्ती गरिराख्नु भएको छ कि? धेरैजसो मान्छेहरूलाई थाहा नहुँदा ब्लड प्रेसर नाप्ने बेलामा कि त घरमा नाप्दाखेरि अथवा अस्पतालमा डक्टरको क्लिनिकमा नाप्न जाँदाखेरि केही सामान्य मिस्टेक्सहरू गरिराख्दाखेरि ब्लड प्रेसर नर्मल हुँदाहुँदै पनि एबनर्मल रिडिङ आउँछ अथवा गलत रिपोर्ट आउँछ। हामी ब्लड प्रेसर नाप्ने सही तरिकाको बारेमा कुरा गर्दैछौँ। तपाईँले एभोइड गर्नुपर्ने कुराहरू जस्तो कि एक्कासी दौडेर हिँडेर काम गरेर आएर तुरन्तै होइन ल डाक्टर साहब ल म बिपी जाँच्न आएको, मेरो बिपी जाँच्नुहोस् त भन्दाखेरि तपाईँको ब्लड प्रेसर धेरै हुनसक्छ होइन। तपाईँले बिपी नाप्ने बेलामा एटलिस्ट 5 to 10 मिनट जति रेस्ट गरेको हुनुपर्ने हुन्छ। अर्को कुरा, तपाईँले हेभी कफी अथवा चाहिँ चिया धेरै मात्रामा सेवन गरेर आएपछि त्यसकै आधा घन्टा 15-20 मिनटमा ब्लड प्रेसर नाप्दाखेरि पनि कहिलेकाहीँ ब्लड प्रेसर हाई देखाउने हुन्छ। अथवा चाहिँ अब मान्छे हाम्रो क्लिनिकमा हस्पिटलमा आएको छ, ब्लड प्रेसर नाप्न बसेको छ, अथवा घरमा पनि ब्लड प्रेसर कफ लगाएर त्यसपछि हेलो म बिपी नाप्दैछु है, म डक्टरकोमा छु है भन्दै बोल्दाखेरि पनि तपाईँको ब्लड प्रेसर एबनर्मल आउन सक्छ, गलत आउन सक्छ। ब्लड प्रेसर नाप्दाखेरि तपाईँ शान्त भएर साइलेन्ट भएर बसिदिनु पर्ने हुन्छ र पछाडि सकेसम्म ब्याक सपोर्टेड भएको चेयर अथवा चाहिँ सपोर्ट गरेर बसेको हुनुपर्ने हुन्छ। अर्को कुरा चाहिँ पेसेन्टहरू ब्लड प्रेसर नाप्दाखेरि कहिलेकाहीँ क्रस खुट्टामाथि खुट्टा टेकेर बस्ने, कुर्सीमा बस्दाखेरि खुट्टामाथि खुट्टा टेकेर बस्दाखेरि पनि कहिलेकाहीँ ब्लड प्रेसर फल्सली गलत रेकर्ड हुन जान्छ। प्रेसर नाप्दाखेरि हात जहिले पनि यो हार्टको हाम्रो मुटुको लेभलमा हुनुपर्ने हुन्छ। कहिलेकाहीँ तपाईँले बिपी नाप्दाखेरि हात यस्तो माथि यसै टङ्गाएर यहाँनिर कतै राखेको छ भने अथवा तल झुन्डाएर राखेको छ भने पनि ब्लड प्रेसर गलत मेजर हुन जान्छ। ब्लड प्रेसर नाप्दाखेरि तपाईँको हात पनि एउटा स्टेसनरी टेबलमा रेस्ट गरेको हुनुपर्छ। ब्लड प्रेसर नाप्दाखेरि कसैले यदि फुल सर्टको स्लिभ्स लगाएको छ, फुल स्लिभ्सको सर्ट लगाएको छ अथवा चाहिँ ज्याकेटहरू लगाएको छ भने त्यो फुकाल्न पर्यो। अथवा कतिपय बेला चाहिँ हामी अब पातलो किसिमको यस्तो किसिमको कटन किसिमको सर्ट टी सर्टहरू छ भने त्यसमाथि पनि लिन चाहिँ मिल्यो। अब हामीले कहिलेकाहीँ ब्लड प्रेसर नाप्दाखेरि मान्छेहरूले चाहिँ त्यसलाई फोल्ड गरेर यहाँ चाहिँ झन् मोटो यस्तो तन्काएर स्लिभलाई बाहुलालाई तन्काएर चाहिँ यहाँ झन् मोटो बाक्लो जस्तो गराउनुहुन्छ, त्यसरी पनि गर्नु हुँदैन। नर्मल सिङ्गल लेयरको क्लथ छ, कपडा छ भनेपछि गर्न मिल्यो, धेरै बाक्लो कपडा हुनु चाहिँ भएन। अब ब्लड प्रेसर नाप्ने मेसिनको कफको साइज पनि बच्चाहरूमा, एडल्टहरूमा अथवा चाहिँ दुब्लो पातलो मान्छे छ त्यो अनुसार चाहिँ थुप्रै अलग अलग साइजको चाहिँ हुन्छ, त्यो पनि करेक्ट साइजको चाहिँ एप्लाई गर्नुपर्ने भयो। र प्राय तपाईँले ब्लड प्रेसर नाप्दाखेरि कि त अर्ली मर्निङ आवर्समा बिफोर ब्रेकफास्ट अथवा नाइट आफ्टर डिनर केही घन्टापछि लिँदाखेरि अझै करेक्ट हुन जान्छ। अर्को कुरा भनेको ब्लड प्रेसर नाप्दाखेरि जहिले पनि नाप्ने व्यक्तिले चाहिँ त्यसको एटलिस्ट 2 to 3 रिडिङ्स लिएर त्यसको एभरेज रिडिङ चाहिँ रेकर्ड गर्नुपर्ने हुन्छ होइन। यस्तै सामान्य कुराहरूको मिस्टेक हामीले चाहिँ त्यो ध्यान नदिए भने ब्लड प्रेसर कहिलेकाहीँ गलत रेकर्ड हुन जान्छ। अथवा अन्यथा हजुर चाहिँ नर्मल बिपी भएको व्यक्ति हाइपरटेन्सिभ देखिन जाँदाखेरि कहिलेकाहीँ अनावश्यक जाँचहरू, अनावश्यक औषधिहरू प्रयोग गरेको पनि पाइएको छ। त्यसै भएर तपाईँहरूले चाहिँ बिपी मसिन किन्न मात्र पर्याप्त हुँदैन अथवा बिपी नाप्न मात्र पर्याप्त हुँदैन, सही तरिकाले सही समयमा बिपी नाप्न जान्नुपर्ने हुन्छ। र एउटा सानो गल्तीले तपाईँको चाहिँ रिपोर्ट नै अथवा मेजरमेन्ट नै रेकर्डिङ्सहरू नै गलत देखाउन सक्छ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया सेयर गर्नुहोला र तपाईँले चाहिँ ब्लड प्रेसर कहिले अन्तिमचोटि मेजर गर्नुभएको थियो त्यो चाहिँ हाम्रो कमेन्ट बक्समा चाहिँ मेन्सन गर्नु होला। हस्त, धन्यवाद।